सो हेलो एन्ड नमस्ते, दिस इज ओन बाई भूपेन्द्र एकेए कालु र म आज आइसकेको छु मेरो प्रिय मित्रसँग। मित्र, एक्टर, कोरियोग्राफर, डान्सर, अरू के साथी गुणहरू तिमीसँग यार? ल त्यही अब मैले जानेको मैले सबै इन्ट्रोड्युस गरिसकेँ मेरो साथीलाई। अब उहाँले स्वयं आफूलाई इन्ट्रोड्युस गर्नुहुन्छ। ल तपाईँको पालो। नमस्ते सबैजनालाई, थ्याङ्क यू कालो यस्तो वार्म वेलकम गरेकोमा एकदम खुसी लाग्यो। फाइनली यो मेरो पहिलो पोडकास्ट नै हो। मनैदेखि एकदमै खुसी छु। त्यही हो, म राजन कुमार। मेरो जन्म चाहिँ गुल्मीमा भएको र म तर जन्म भयो, जन्मेदेखि चाहिँ म त्यसपछि कहिले पनि फर्केर म गुल्मी जाने त्यो अवसर मिलेकै छैन। र म चाहिँ हाम्रो रूपन्देही भैरवामा हुर्केँ। सानैदेखि डेडी मम्मीहरू अब यतै सहरतिर आएर बस्न लाउनुभयो, यतै हाम्रै लाइफ पढाइ यताउति त्यही त हो नि। अनि त्यसपछि म जेसिस किन्डर गार्डन हाई स्कुलमा पढेँ। अनि कलेज चाहिँ +2 चाहिँ मैले होराइजनदेखि गरेँ, बुटोल बायोबुटोल नि होराइजन कलेजबाट गरेँ। गुल्मीमा जन्मिसकेपछि तिम्रो घरमा अब अफकोर्स होइन, अब छोरा जन्मेपछि अथवा छोरी जन्मेपछि एउटा नयाँ उत्साह एउटा हुन्छ नि, एउटा रमाइलोपन। अनि त्यो क्रममा अब तिमी सानो हुँदाखेरि तिमी कस्तो टाइपको बच्चा थियौ? तिमी एकदम चकचके थियौ कि एकदम सरल सुशील टाइपको थियौ कि होइन? म एकदमै बदमास चकचके नै थिएँ। मैले त्यही सोचिरहेको थिएँ, किन भन्दा मैले नि चिन्छु नि तिमीलाई अहिले। म घरको जेठो छोरा। म जन्मेपछि चाहिँ म जे होस् एकदम अलि अटरी नै थिएँ अरे, अटेरी। अब अनि मैले जन्मिने बेलामा नि दुःख दिएको, म धरतीमा आउनलाई नै गाह्रो गराइदिएको मम्मीलाई। अनि मलाई अलिअलि याद छ, त्यस्तो राम्ररी त याद छैन, तर मम्मी डेडीले भनेअनुसार चाहिँ त्यो पहाड घरमा त्यो दुलैलाई लिएर जान्छ नि, त्यो के भन्छ त्यसलाई, त्यो डोली त्यो डोलीमा चाहिँ म जन्मेको हो भन्ने सायद मलाई अलिअलि याद छ। डोलीमा जन्मेको? डोलीमा त्यो हस्पिटल लाँदा के मम्मी प्रेग्नेन्ट भएको बेलामा त बोकेर लान अलिक गाह्रै भयो नि त। अनि त्यही भएर त्यस्तोमा त्यो बेला त्यो डोलीमा लिएर जाँदा त्यस्तो भनौँ न आन्टी। भनेपछि त्यो फेजमा त्यतिखेर चाहिँ तिम्रो हस्पिटलको अलिक ट्रान्सपोर्टेसन नभएको भएर डोलीमा त्यो सिस्टममा जाँदाखेरि चाहिँ तिम्रो जन्म भयो। त्यति बेला भयो यो। मलाई थाहा थिएन यार यस्तो यार। 2053 को कुरा, गुल्मीमा ट्याक्क तिमी जन्मेको 5 वर्षपछि। म जन्मेको 5 वर्ष छु। अनि पनिसमेन्ट भयो होइन, कति रमाइलो कुराहरू छ नि त त्यो बेलाको। एउटा पनिसमेन्ट मलाई याद छ। भन न, कुन चाहिँ? एउटा पनिसमेन्ट चाहिँ मेरो त्यो स्कुल कलेज होल मेरो करियरको नै एकदमै यादगार पनिसमेन्ट हो। फर द फर्स्ट टाइम काइन्ड अफ नेकेडै भएको थियो होइन। अब पढाइमा अब नट द्याट गुड पनि होइन, त्यस्तो राम्रो लाइक प्र्याक्टिकलमा चाहिँ म राम्रो थिएँ, तर त्यही त हो नि, सानोमा बदमास थिएँ भनेपछि पढाइलाई चाहिँ म त्यति साह्रो त्यो दिन्थेन, योगदान दिन्थेन। अनि एकचोटि चाहिँ जे होस् नेकेड भनेर होल नेकेड पनि होइन, जे होस् अन्डरवेयरसम्म चाहिँ लाउनु दिन्थ्यो। अब त्यति बेला चाहिँ अब हाम्रो केटी साथीहरूको बिचमा राख्नु पनि हाम्रो लागि त ठुलो पनिसमेन्ट। मलाई नि याद छ त्यतिखेर। त्यो बरु ठुलो पनिसमेन्ट हुन्थ्यो कि नेकेड गर्नुभन्दा पनि। अनि अब बरु बिचमा राख्न भन्दा नेकेडै गरोस् भन्ने हुन्थ्यो नि, त्यस्तो हुन्थ्यो। अनि त्यो चाहिँ एकदमै मलाई याद छ, त्यो एउटा पनिसमेन्ट चाहिँ। तर अरू बाँकी कुरा चाहिँ साथीहरूको पहिला हुन्थ्यो नि, जस हामी अब स्कुल पढ्दाखेरि एउटा क्लास क्याप्टेन हुन्थ्यो होइन। अनि रेड हाउस ब्लू हाउस भन्ने हुन्थ्यो, त्यसपछि क्याप्टेन हुन्थ्यो। अनि क्याप्टेन चाहिँ कस्तो मान्छे हुन्थ्यो भन्दाखेरि फेरि टक्क त्यो हुन्छ नि एकदम फर्स्ट सेकेन्ड आउनेवाला, पढाइमा राम्रो भएको। अनि मिस सरले चाहिँ त्यो टक्क त्यसलाई चाहिँ फेरि डन्डा पिटाइ खाने डन्डा राख्न दिने, भोलि लिएर आइज भन्ने होइन। चक्सले नाम लेख्ने, चक्सले टक्क ब्ल्याकबोर्डमा क्लास क्याप्टेन टक्क नाम लेख्ने, आएर पिटाइ खानुपर्ने है। जस रमाइलो पलहरू थियो यार। अनि ठिकै छ, अब स्कुल पनि सकियो, अब हामी कलेजमा जाउँ होइन। स्कुलमा अझै छ, भन न प्लिज। एकछिन, किनभने स्कुल भनिसकेपछि एक्चुअली सबै साथीहरूलाई सम्झौँ न। ओके। साथीहरू चाहिँ स्कुलको साथीहरू कस्तो हुँदो रहेछ भनेपछि
फ्युचरमा गएर जति साथीभाइ बनाए पनि त्यो स्कुलको साथीसँग कनेक्सन त्यो नरहे पनि त्यस्तो स्ट्रङ होइन त्यो तिनीहरू जहिले पनि एक्जिट गर्ने रहेछ क्या लाइक त्यो साथीभाइ भनेपछि त झलक्क त्यो फ्ल्यासब्याक आउने के कुनै बेला मेरो यो साथीहरू थियो जुन अहिले हामी आफ्नो ठाउँमा छौँ होइन सबैले राम्रो गरिरहेछन् होइन अब झाप त्यो भेट्ने मौका नजुड्दाखेरि पनि जे होस् हामी फेसबुक थ्रु कनेक्ट छौँ होइन अनि त्यो सम्झना आइरहन्छ होइन कसैले कहिले हेलो हाई गरेर कलै नगरे पनि यही अब पोडकास्ट थ्रु मैले चाहिँ एकचोटि सबै साथीहरूलाई चाहिँ सबैजनालाई एकदमै माया छ सम्झना छ होइन सबैको राम्रो होस् राम्रो सुन्न पाइयोस् यो लाइफमा चाहिँ साथीभाइ चाहिँ एकदमै पाछु साथी मलाई यो कुरामा चाहिँ केही गुनासो छैन होइन त्यसको लागि चाहिँ म भगवान्लाई पनि एकदमै धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच भन्न चाहन्छु होइन एज एन इक्जाम्पल तपाईँले सुन्नु भएन होइन एज एन इक्जाम्पल अब एक कालो होइन यस्तो हो अब तिमीले मलाई पाउनु मैले तिमीलाई पाउनु पनि इट्स रेडी गुड थिङ होइन ब्लेसिङ्स नै हो किन भन्दाखेरि हामी भैरवमा त्यस्तो कनेक्ट नभए पनि जेस एकअर्कालाई ऊ चाहिँ राजन हो ऊ भूपेन हो भने एकअर्कालाई त्यसरी चिने पनि जुन सम्बन्ध हाम्रो ढिलो जोडियो होइन त्यो जोडिँदा पनि तर म एकदमै ग्रेटफुल छु किन भन्दाखेरि यस्तो राम्रो सम्बन्ध भइदियो कि अब सबै कुराहरू उसलाई मेरो थाहा छ मलाई उसको थाहा छ पर्सनलदेखि लिएर होइन साथीभाइदेखि लिएर अब सबै कुराहरू सेयर हुन्छ जस म एकदमै ब्लेस छु यार मलाई पनि अब तिमीले भनेपछि मलाई पनि एकदम सेयर गर्न मन लाग्यो मेरो स्कुलको साथीहरू स्टिल अहिले पनि अस्ट्रेलिया छन् होइन यही कुराहरू छ मैले त सायद डिस्क्राइब गरेरै सक्दैन होला जस्तो लाग्छ यार साथी भनेपछि म पनि हुर्कै छु अनि म भनेपछि मेरो साथीहरू पनि जस मैले नै माया गरेँ जस्तै मलाई नि माया गर्नु जस्तो लाग्छ मलाई तिमी पढाइमा राम्रो हो कि के हो साथी खै यार म राम्रो नराम्रो कस्तो भन्ने चाहिँ होस् पढ्दाखेरि घुस्ने तर पढ्नमा नखुज्ने के पढ्दाखेरि झ्याप्पै घुस्ने राम्रो हो तर त्यो घोकन्ते टाइपको होइन कि अब जस तिमी एकछिन सर हेर्छ याद हुने तर घुस्ने तर चाहिँ पढ्न नखोज्ने क्या त्यस्तो खालको भनमा मम्मीले पनि त्यही भन्नुहुन्छ होइन अनि क्याच छिटो गर्छ तिमीले क्याच चाहिँ छिटो गर्छु जे होस् अनि म साइकल चलाउनलाई भनेर मामा घर जान्थेँ कि अनि मैले त्यो लक गरेको साइकल हुन्छ नि त्यो साइकल डोराउँथेँ कि किन तिमीले कहिले घर भनेनौ कि अथवा तिमीले नकिन्ने हो कि चक्चके धेरै भएर अब एउटा हुन्छ नि त अब यति कटाइछ भने फोन यति कटाइछ भने साइकल होइन हो त्यो जोनमा हामी हुर्क्या हो नि त त्यो त्यति बेलाको अनि मैले आफै लोटी कतिचोटि लोटे होला चोटपट पनि लाग्यो होइन मैले एक्लै आफै सिकेँ क्या साइकल चलाउन भनेपछि हुरुक्क के त्यति बेला अनि कुदाउने पनि त्यस्तै जे होस् म राम्रो साइकल चलाउँथेँ रेस गर्ने कहिले काहीँ आफ्नै दाजुभाइसँग होइन तिमीलाई याद छ एउटा हामी स्कुल पढ्दाखेरि अब तिम्रो अब नजिकै घर होइन बस्टिलमा भयो अनि त्यसपछि उता तिम्रो मधुवन अनि चिलियाबाट हाम्रो बिकको साथीहरू अरविनहरू टन्नै आउँथ्यो नि त उताबाट अनि आउँदाखेरि एउटा भोलाको टङ्की भन्ने थियो नि होइन त्यहाँ राखेर अनि केटाहरू चाहिँ दिनभरि त्यहाँ राखेर अनि स्कुल आएर फेरि फर्केर भोलाको टङ्कीबाट साइकल जान्थ्यो नि तर त्यो छैन अहिले केही पनि है सबै बाटोले उडिसकेको अनि टन्नै थियो त्यो उताबाट त्यो साइडबाट आउने पनि लगभग सनसाइन पढ्ने टन्नै थियो है अनि सबैको स्टप भनेको चाहिँ भोलाको टङ्की हो क्या धेरै मान्छे होइन त्यति बेला सायद त्यो एरियाको भनौँ न आधा मान्छेहरूलाई जे होस् त्यहाँ स्टुडेन्टहरूदेखि लिएर ठुलो ठुलो पाएको हरेक मान्छेलाई चाहिँ धेरै सहयोग भएको छ त्यो भोलाको टङ्कीले क्या एकदमै कतै भेट्ने भन्दा नि भोलाको टङ्कीमा आओस् म खास त बेलैया बस्थेँ त बेलैया एकचोटि तिमी पनि आएको थियौ त सो गर्नलाई याद छ त्यतिखेर पनि सुनौली बस्थ्यौ तिमी भन्नाले बेलैया बस्थ्यौ म त त्यतिखेर म त्यतिखेर उतै बस्थेँ नि अनि कति भयो तिमी यता सरेको म यता सरेको सायद 2016-17 सरे होला अनि 19 मा म अस्ट्रेलिया आएँ भनेपछि मेरो मेमोरी चाहिँ बेलैया धेरै छ उतै छ मेरो म हुर्केको मेरो साथीभाइहरू जो होस् बेलैया गाइजन साउट आउट बेलैया सुनौलीतिर ठिक अनि त्यसपछि कलेज साथी कलेज यार म बुटोल होराइजन पुगेँ होराइजन पढ्यो है होराइजन त फेरि टफ एकदमै टफ स्ट्रिक अनि हामीले चाहिँ जे होस् अब मेरो कजनहरू पनि कोही होराइजन नै पढ्नु भएको थियो अनि मलाई डेडले चाहिँ जे होस् अब त्यही त हो नि हाम्रो अब ठुलोले के गरेछन् त्यही फलो गर्दै जाने हो होइन अनि होराइजन गएँ म जे होस् भैरवाबाट म सुनौलीदेखि मोर देन 30 मिनट्स लाग्थ्यो होला यार एउटा बुटोल कलेज पुग्न बसमा अनि प्लस तिमी कलेज पढ्दाखेरि जस्तो
तिमीलाई याद भएसम्म कस्तो बाटो त वान वे मात्रै थियो होला हैन आउनु जाने एउटै सानो बाटो थियो हैन नेपालमा त अब त्यति बेला जहाँबाट नि छिराएको हुन्छ जस वान अहिले वेलाई जस्तो नि 3 वे गराइदिन्छ पहिला रुखहरू थियो कति राम्रो हैन जस त्यो मेमोरी चाहिँ अहिलेसम्म मलाई याद तर आउँछ अहिले हैन धेरै चेन्ज हुन्छ जस्तो लाग्छ हैन चेन्ज एकदमै ठुलो भछ तर कस्तो भयो भन्दा तर आफू जसरी हुर्के नि त्यो तिमी झोपडी सानो एउटा घरमा हुर्क्यौ तिमी त्यहाँ जन्म्यौ भने तिमी जति ठुलो मललाई उ गरे पनि तिमीलाई त्यहाँ त्यसको माया छुट्टै हुन्छ नि त भने जस्तै मलाई चाहिँ एउटा के हुन्छ भन्दाखेरि अब जस्तो बाटो ठुलो बन्यो हैन सबै कुरा वाइड भयो विकास भयो ठिक छ आफ्नो ठाउँमा छ तर मलाई एउटा कुरा चाहिँ बाटो सम्बन्धी के चित्त बुझ्दैन भन्दाखेरि जस्तो पहिला एउटै बाटो हुँदाखेरि पनि तिम्रो छेउछाउमा यति धेरै रुख थियो पुरानो रुखहरू मान्छे बिसाउने हैन घाम कस्तो हुन्छ तिम्रो भएर हाम्रो तराईतिरको घाम एटलिस्ट मान्छे दुःख गरेको मान्छेले छाया पाउँथ्यो के अब अहिले प्लान्टेसनहरू त गर्नुभएको छ समय लाग्छ हैन तर अहिले करेन्ट सिचुएसन अनुसार चाहिँ त्यो कतैबाट बरु ल्याएर ठ्याक्क गाड्दै पनि हुन्थ्यो नि जस हुन्छ नि अब कतै अब सामान लिएर गइराख्नु भएको छ अब अहिले पनि रिक्साहरू चल्छ अटो रिक्सा चल्छ यसो बिसाएर मान्छेले चिसो पानी खानेलाई ठाउँ जस्तो भइदिएको भए पनि अझै त्यो रुखहरू भइदिएको भए शीतल पनि हुन्थ्यो भन्ने जस्तो चाहिँ मलाई लाग्छ होप अब फ्युचरमा त्यो अब प्लान्टेसन भइरहेछ त्यो ठुलो हुन्छ समय लाग्छ आफ्नो ठाउँमा छ त्यो पनि छोडिदियो अब त्यसपछि कलेज भयो कलेज भइसकेपछि गर्लफ्रेन्ड कलेजमा मेरो गर्लफ्रेन्ड भएन यार साथै अनि कलेजतिर म कस्तो भनेपछि अलि बढी साइ टाइपको थिएँ स्कुल कलेजमा चाहिँ होस् अब त्यो मैले आफूले नि चाहेन पनि डेट गरौँ गर्लफ्रेन्ड गरौँ 2019मा 2026 हाम्रो 2026 पनि अब बिस्तारै सकिन नि लागिसक्यो होइन जस्तो मेरो हजुरबा हजुरआमाहरू होइन मम्मीको डेट मम्मीहरू जे होस् हजुरबा पनि म यहाँ आइसकेपछि न्युज सुने मैले होइन अनि जे होस् उहाँहरूको लागि पनि मैले केही गर्न पाएन अब जब म कमाउन लागेँ अनि सपनामा त्यो कुरा मलाई आइराख्नुहुन्छ कि यस्तो लाग्छ कि लाइक एकदम रियल नै हुनुहुन्छ जस्तो फिल हुन्छ क्या अनि झाप्प त्यो त्यही त हो नि बिहान भएपछि सपना रहेछ भन्ने हुने अनि मेरो डग थियो होइन नेपाल हुँदा नै उसको पनि बिचार पत्थरी परेर एकदम बिरामी थियो पत्थरी परेर त्यस्तै भयो 10-12 वर्षपछि त्यस्तै भयो अनि राति सपनामा स्टिल पनि मेरो हातमा आएर यो पार्टमा अझै नि बाइट गर्छ अझै पनि के अस्ति भर्खरै कुरा हो यो 2-3 दिन अगाडि कुरा हो लाइक म चाहिँ नेपालमै छु र त्योसँगै छु जस्तो हुने क्या त्यो सपनामा के यस्तो कुराहरू यो मैले यस्तो पेटको कुराहरू चाहिँ अब सुनेको थिएन यस्तो कुराहरू चाहिँ अब मान्छे चाहिँ सपनामा आएको आफ्नो रिलेटिभ्सहरू हुन्छ नि त्यस्तो चाहिँ थाहा थियो तर यस्तो पेट्सको चाहिँ अब सायद मैले फर्स्ट टाइमै कसैको सुनेको अब मान्छेले भनेअनुसार यस्तो भन्नुहुन्छ डेडी मम्मीले पनि भन्नुहुन्छ अब पहिल्यैदेखि सानैदेखि राति सुत्नुभन्दा अगाडि केही कुरा सोचेर सम्झेर सुत्यो भने चाहिँ त्यो सपनामा आउँछ नि त किन सुत्नुभन्दा अगाडि सोचेको कुराहरू तर मैले नसोचेको कुरा पनि आउँछ एक्ज्याक्टली मैले त सधैँ त सोच्दैन नि त त्यो कुराहरू होइन मेरो पुरानो घर भन्दै मैले त्यो जानी चाहिँ मैले त्यो ड्रिम गर्न खोजेँ होइन नि त होइन तर अटोमेटिक आउने भनेपछि त्यो स्टिल त्यो एउटा कनेक्सन त्यो हुन्छ नि केही कुराहरू चाहिँ भित्रभित्र मिस भएर पनि होला त्यो आउँदो रहेछ आफै त्यसरी आउँछ अनि त्यस्तो धेरै कुराहरू छ आएर आउँछन् अनि यो कुरामा चाहिँ म एकदमै मान्छु लाइक त्यो अब एक्चुअली सायद मलाई फर्केर नेपाल जा पनि भने किन भन्दाखेरि 7 years भनेको धेरै ठुलो लामो समय हो नि साथी 365 दिन इन्टु 7 365 होइन त 365 इन्टु 7 भनेको त धेरै ठुलो मोर देन 2000 days 2500 days मेबी सायद अनि के छ त प्लान अब ल त्यो प्लानमा म अहिले आउँछु अनि त्यसपछि हामी कलेजमा थियौँ होइन कलेज सकिएपछि ब्याचलर के गर्यौ तिमी पढ्यौ ब्याचलर म ब्याचलर चाहिँ भइरहमै ब्याचलर चाहिँ पढ्यौ ब्याचलर गर्दा त्यस्तै भयो ब्याचलर भइरहमै गर्दै ब्याचलर गर्दै बाहिर आइयो र त्यस्तै भयो भनौँ ब्याचलर पनि 2019 नोभेम्बर 18 मा चाहिँ म सिडनी ल्यान्ड भएको 16 मा छोडेको नेपाल 16 मा घरबाट हिँडेको के घरबाट निक्लेको के ए ओके 16 17 18 19 काठमाडौँ बसेँ घर छोडेर हिँडेको चाहिँ 16 मा
ठिक 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 अनि त्यसपछि यहाँ आयो होइन अब यहाँ आएपछि अब नयाँ अस्ट्रेलियाको अब तिम्रो यो अब मान्छेको एक्सपेक्टेसन्स भन्दा पनि अब एक्सपेक्टेसन जसले पनि राख्छ विदेश जाँदैछु मैले अब यो गर्छु त्यो गर्छु होइन मैले जे गरे पनि हुन्छ अब लाइक मैले गर्न सक्छु अफोर्ड गर्न सक्छु विदेशमा गइसकेपछि सबै कुरा अफोर्डेबल हुन्छ भन्ने तिम्रो पनि दिमागमा थियो होला कति कुराहरू होइन विच वाज यो ड्रिम वेन युआर ब्याक इन नेपाल भन्ने टाइपको जस्तो कति कुराहरू अब जस्तो तिम्रो अब मलाई थाहा छ तिमी एकदम ब्रान्डेड छ फेरि मान्छे मेरो साथी एकदमै ब्रान्डेड मान्छे हो फेरि है चस्मा होइन एकदमै जुत्ता उसको रहन सहन चाहिँ एकदमै ब्रान्डेड हो फेरि उसलाई एकदम ब्रान्ड हुनु मनपर्छ अनि त्यही हो त्यस्तै कुरा गर्न खोजेँ कि नेपालमा हुँदाखेरि जुन ब्रान्ड पनि पाउँछ नेपालमा नपाउने होइन फेरि होइन सबै ब्रान्ड पाउँछ एडिदास भने एडिदास होइन फिला भने फिला एभ्रिथिङ पाउँछ तर ओरिजिनल हुँदैन भन्ने कुरा ओरिजिनल पनि पाउँछ तर वी कान्ट अफोर्ड इट वेन वी वेयर ब्याक इन नेपाल होइन तिमी यहाँ आइसक्यो यहाँ आउँदाखेरि तिमीलाई कस्तो भयो त अब कुनै कुरा तिम्रो पनि ड्रिम थियो होला होइन विदेश गएपछि म यस्तो गर्छु भन्ने कुराहरू त्यो कुराहरू पहिलो ड्रिम चाहिँ त्यति बेलाको मेरो सोच पहिलो ड्रिम चाहिँ जे होस् मैले घरमा नि बनाएको थिएँ घरमा मम्मीले पनि भन्नुभएको थियो जे होस् म विदेशमा आएर चाहिँ अब कमाउनै आएको होइन कमाउन आएको हो डेडी मम्मीलाई अब खुसी गराउन नि आएको हो नट जस्ट आफ्नोलाई मात्र त्यति बेला चाहिँ मलाई चाहिँ अब हरेक कसैको गाडी किन्ने हुन्छ कसैको घर किन्ने हुन्छ कसैको के हुन्छ आफ्नो हुन्छ होइन मेरो चाहिँ म त्यति बेला चाहिँ नेपालमा चाहिँ सायद अब भने नि तिमीले भने जस्तो वी कान्ट अफोर्ड होइन त हरेक कुराहरू नेपालमा त्यो भएर मैले चाहिँ आफैदेखि चाहिँ म आफ्नै कमाइले चाहिँ म खास एक्टिङ क्लास जोइन गर्छु भनेर मेरो त्यो थियो क्या होइन म घरमा त्यो पनि मेरो कुरा अब त्यही हो फेरि अस्ट्रेलिया आइसकेपछि मेबी मेरो लागि धेरै एभ्री टाइम एक्सक्युज भयो भनौँ कि के भनौँ होइन किनभने एक्टिङ क्लास जोइन गर्नु अब गरिहालेको भए गरे भन्थ्यो अब यहाँ आएपछि यो भएन त्यो भएन यसलाई यो पहिला गरौँ त्यसपछि गर्छु यो गरौँ त्यसपछि गर्छु भन्दा 7 years पास्ट हो होइन स्टिल म एक्टिङ क्लास चाहिँ जोइनै गराएको छैन होइन अब कहिलेकाहीँ आफै यत्तिकै आफैसँग क्लास लिनु र एक्टिङ क्लास जोइनै गरेर लिनु इट्स डिफ्रेन्ट सो त्यो चाहिँ एउटा मेरो थियो अब त्यस्तै हुँदो रहेछ म चाहिँ यहाँ बस्नेहरूलाई सबैलाई चाहिँ एकचोटि यो चाहिँ म भन्न चाहन्छु इन्फर्मेसन कसैलाई केही गर्नु मन छ भने एक्सक्युज नलिनु के कसैलाई केही बन्न छ गर्न छ भने जस्ट गो अवे लाइक स्ट्रेट अवे जति पनि जे पनि कुराहरू छ नि मान्छेको भोलि म सोमबार गर्छु मंडे गर्छु या त मैले यो पास भएपछि गर्छु या त मेरो यो काम भएपछि गर्छु भन्ने नो द्याट्स एन एक्सक्युज के अनि मैले तिमीलाई रोकेँ होइन I really want to thankful him cause मैले अस्ति नैदेखि धेरै अगाडिदेखि उसको फिल्म आउनुभन्दा अगाडिदेखि चाहिँ फिल्म आएको कति भयो तिम्रो फिल्म आएको अगस्त 6 months more than 6 months भइसक्यो मैले उसको फिल्म लन्च हुनुभन्दा अगाडि उसको एउटा सानो यसरी अब यसलाई पोडकास्ट भनौँ कि एउटा अब इन्टरभ्यू टाइपको भनौँ कि अन्तर्वार्ता भनौँ कि अनि अब जस मैले लिन्छु भनेर उसलाई पहिलेदेखि भनेको अनि तर अब त्यही त हो नि अब उसले भने जस्तै यहाँ आइसकेपछि यो गर्छु भन्दा दिन बित्छ आफ्टर 6 months मैले उसलाई हिजो होइन अस्ति राति हामी सँगै थियौँ खाना खाँदाखेरि अनि मैले साथी म तिम्रो पोडकास्ट लिन्छु अब भनेर भने किन भन्दा मसँग सामान छ मैले युज मात्रै नगरेको हो भन्दा पनि लाइक त्यही त हो अनि उसलाई भन्दाखेरि उसले साथी म जसरी पनि आउँछु म छुट्टी मिलाएर आउँछु के गरेर आउँछु भनेर उसले सिरियस गरेर सायद उसले पुस नगरेको भए उसले हिजो पनि सोधे कामबाट म काम मिलाउँछु तिमीले गर्ने भए चाहिँ म कसरी हुन्छ जसरी हुन्छ म मिलाउँछु तिमीले गर्नु पर्यो टाइपको कुराहरू गर्दाखेरि म पुस भएँ अनि स्टिल ऊ राति मेरो घरमै आएर बस्यो उसले गर्छ कि गर्दैन भन्ने टाइपको उसलाई पनि कन्फ्युजन थियो होला अथवा के थियो होला लाइक उसले पुस गर्यो अनि मेरैमा आएर बस्यो आएर बसेपछि बिहान अनि साथी तिमीले मलाई जहाँ छोडेको म त्यहीँ छु है भनेर पनि कल गरेँ होइन अनि त्यसबाट पनि पुस भए सायद ऊ नभएको भए मैले स्टार्ट पनि गर्थेन होला आजको जर्नी चाहिँ आजबाट चाहिँ यो कुराहरू गर्थ्यो होला सम्भव तर एकदमै अब कहिले भन्ने कुरा हो नि त त्यसको लागि पनि धेरै धन्यवाद अनि अलवेज ठिकै छ त्यहाँतिर अहिले नजाउँ अहिले चाहिँ कहाँ जाउँ भने हामी कता थियौँ साथी यार कलेज लाइफ त्यसपछि तिमी यहाँ आयो अनि मेन कुरा सोध्न मन लागेको कुरा अब तिम्रो प्रोफेसनमा जाउँ त होइन तिम्रो प्रोफेसन अब तिमीले भने एक्टिङ क्लास सिक्नु मन लागेको थियो तर सिक्नु पाएन
भने सबै कुरा तिम्रो आफू ओन के भन्छ प्र्याक्टिस ओन ग्रोथ नै हो तिम्रो सबै कुरा जे जस्तो तिमीलाई याद छ तिम्रो फर्स्ट डान्स तिमीले कहिले गरेको भनेर? याद छ मेरो मैले बलिउडसँग गरेको थिएँ। होइन मैले भन्नु खोजेको फर्स्ट सुरुवात त घरबाटै हुन्छ अफकोर्स स्टेप तिम्रो अब हल्ले पनि सानोमा ठुलोमा होइन जति गरे पनि फर्स्ट स्टेप त्यहाँ हुन्छ। तिम्रो त्यसपछि तिमीले जुन भन्यो नि फर्स्ट तिम्रो सो तिमी जहाँ पर्फर्म गर्यो नि कहाँ गर्यो याद छ तिमीलाई? म मेरै घरतिर गरेको यार। के स्पेसल थियो त्यस्तो के थियो? यस्तो भयो यसलाई म चाहिँ कसरी भन्छु भनेपछि त्यो डान्स चाहिँ मलाई चाहिँ डान्स सुरु भएको चाहिँ 2009 होइन 2009मा जब माइकल ज्याक्सनको डेथ भयो 2009मा ओके जुनमा जुलाई अगस्त जुलाईमा हो क्या ठ्याक्क मलाई याद भएन। याद गर्नु पर्यो नि यार। ट्याक्कै माइकल ज्याक्सनको डेथ भएको बेला मैले सबै जहाँ पनि हल्ला त्यति बेला म डान्समा प्यासन थियो माया थियो डान्सप्रति। तर त्यही त हो नि एउटा धगल्ने मान्छे नभएको त्यति बेला अनि म एकदम साई भन्ने नि जस्तो मैले सानोमा अनि जस्ट अरू नाचेको हेर्ने नाच्न मन लाग्दा पनि जस्ट बस्ने होइन। अनि त्यति बेला चाहिँ माइकल ज्याक्सन मऱ्यो भन्ने एकदम डेड भयो यताउति हल्ला न्युज आइरहेको बेला म यस्तै ट्युसनमा थिएँ होइन। हाम्रो सुनौली सुरज सर हुनुहुन्छ एकदम राम्रो टिचर है। अनि त्यसपछि उहाँहरू ट्युसनमा बसिरहेको बेलामा चाहिँ झलक्क त्यहाँ ट्याक्कै म बसेको यता डोरमा चाहिँ सरको रुमतिर टिभीमा माइकल ज्याक्सनको न्युज आइरहेको थियो। अनि मैले झलक्क हेर्दाखेरि उसको होल एउटा मैले फ्रेम मात्र देखेँ माइकल ज्याक्सनको। अनि मैले चिन्थेन त्यति बेला विज माइकल ज्याक्सन है। माइकल ज्याक्सन 2058मा डेट अफ बर्थ 58मा हो होइन। अनि स्टिल मैले लाइक त्यो बेलासम्म पनि चिन्थेन कि। अनि म 1996मा होइन। अनि भन्न खोजेको लाइक अलमोस्ट 11 इयर्स पछि पनि मैले खासै चिन्थेन। एक्जिट गर्छ भन्ने पनि थाहा थिएन कि मलाई। अनि म घर गएँ ट्युसन सकेपछि अनि मैले डान्सर हो भन्ने थाहा पाइसकेपछि मलाई त्यो चस्स भयो क्या। मलाई त्यहाँनिर हिट गरेँ कि डान्सर यति फेमस जसले पनि भनेको छ होइन। अनि मैले सर्च गरेँ सर्च गर्दाखेरि पहिलो आयो त्यहाँ डेन्जरस भन्ने उसको त्यति बेला सङ। अनि मैले मम्मीको नोकिया फोनदेखि त्यो कहिले काहीँ झलक टिभीमा पनि आउने त्यति बेला मम्मीको टिभीबाट मैले मम्मीको नोकिया फोनदेखि रेकर्ड गरेर मैले चाहिँ त्यो रुममा राति 10-11 बजीसम्म मेरो टिभी हेरिरहेको बेला म यता रुममा चाहिँ मम्मीको फोनदेखि फरवर्ड गरी म त्यसरी डान्स सिकेँ मैले। फर्स्ट डान्स मैले सिकेको माइकल ज्याक्सनको होइन। त्यसपछि आयो मेरो एकजना कजन दुईजना कजन उनीहरू चाहिँ कजन साथी थियो उमेश सुमन भन्ने होइन स्कुलको। अनि उनीहरू चाहिँ एउटा प्रोग्राममा केसको लागि डान्स सिकेको थियो। उनीहरूले त्यो आई लभ यु भन्ने मुभी निकम्बा किया भन्ने गाना तुषार कपुर। अनि उनीहरूले चाहिँ त्यो मलाई चाहिँ स्कुलदेखि घर जाँदाखेरि भैरवदेखि सुनौली जाँदाखेरिको त्यो बसमा त्यो 3जना बस्ने सिटमा चाहिँ उनीहरूले मलाई त्यो सिकाएको डान्स मलाई चाहिँ उनीहरू नाचेछ भन्ने थाहा भएपछि मलाई त्यो डान्स सिक्न मन लाग्यो क्या। उमेश सुमन भन्ने उनीहरू पर्फर्म गरेको थियो। अनि मलाई चाहिँ हरेक कोही नाचेछ भने चाहिँ मलाई चाहिँ आफूलाई सिक्नको लागि चाहिँ जे मलाई सिका भन्ने क्या। मैले त्यो सानैदेखि डान्सको कुरामा जे घमण्ड भएन कि मलाई सिक्न मन लाग्यो आफूभन्दा जुनियर होस् या सिनियर होस् होइन। अनि त्यसपछि उनीहरूले मलाई त्यो गाडीमा सिकायो। अनि त्यसपछि म हरेक टाइम लाइक एभ्री टाइम स्कुलमा चाहिँ कस्तो भने चाहिँ स्कुलमा चाहिँ म्यामले बोलाइसकेपछि कसैलाई केही गर भनेर त्यो पनिसमेन्ट दिने बेलामा म चाहिँ डान्स गर्छु आफै गाना गाएर कि निकम्बा किया म त्यसरी स्टार्ट गरेको क्या डान्स आफै डेन्जरसको मैले सिकेँ मात्र पर्फर्म गर्न मैले पाएन होइन। अनि त्यो त्यति बेला चाहिँ त्यो चाहिँ मैले चाहिँ अनि स्कुलमा चाहिँ आफै गाउँदै सिक्थेँ क्या जे होस्। अझै पनि मलाई मुभ्सहरू अलिअलि याद छ। त्यो भइसकेपछि फेरि डेडी एकदम स्ट्रिक्ट डान्सप्रति म त्यति फलोअप गर्न पाएन होइन। भित्रैबाट त्यो कता त्यो डान्सले नि मेरो पढाइ अलिकति हुँदै नि गयो ध्यान उता प्यासन उता यता मजबुरीले गर्नु परिरहेछ नि त। अब अलिक बढी माया चाहिँ उता गयो मेरो डान्सप्रति। अनि त्यसपछि
हाम्रो हरेक वर्ष हुने भनेको नाच्ने एउटा मौका अपर्च्युनिटी पाउने भनेको भैली प्रोग्राम कि गाउने। तिमी पनि भैलीमा धेरै नै गाएर हिँड्यौ होला होइन? भैली अनि त्यो बेलामा चाहिँ धेरै पछि म एक्चुअली फर द फर्स्ट टाइम म नाचेरै राम्ररी भैली खेल्दाखेरि चाहिँ म 8-9वटा गानामा म पर्फर्म गरेको थिएँ एकैचोटि। मलाई कस्तो सोच्दाखेरि होइन डान्सरले कसरी स्टेप याद गर्छ होला जस्तो लाग्छ क्या मलाई। हामीले लिरिक्स याद गरे जस्तै हो कि सजिलै हुन्छ कि के हो साथी? नाच्दा नाच्दा सजिलो हुने हो कि होइन? हरेकचोटि स्टेज जाँदाखेरि आज पनि म स्टेज चढेँ भने चाहिँ त्यो हुन्छ कता कता त्यो मैले स्टेप बिर्सेछु कि भन्ने त्यो कता कता हुन्छ। हामीलाई अब गीत गाउँदाखेरि लिरिक्स बिर्सिन्छु क्या मैले। सो तिमी गाउन लागेपछि चाहिँ नेक्स्ट शब्द के छ तिमीलाई थाहा हुन्छ नि त। त्यो एउटा फ्लोमा जान्छ कि स्टार्ट गरिसकेपछि। अनि त्यही स्टेज चढिसकेपछि चाहिँ जब त्यो गाना स्टार्ट हुन्छ, त्यसपछि जब मुभ स्टार्ट हुन्छ, त्यसपछि त्यो रिदममा त्यो पुरै फ्लोमा कि त्यो डान्सरहरू आर्टिस्टहरू डुब्छ। उसको हरेक प्यासनै त्यही हो नि त। अब गिटार होस् या ड्रमर होस्, वाट नेक्स्ट भन्ने उसलाई पहिल्यै थाहा हुन्छ। फर्स्ट गरेपछि सेकेन्ड थाहा हुन्छ। त्यस्तै फर्स्ट मुभ गरेपछि सेकेन्ड मुभ अटोमेटिक त्यहाँ हुने कि त्यस्तो हुन्छ। तर हरेक आर्टिस्ट नट जस्ट डान्स सिङ्गिङ होइन, गिटारिस्टहरू होइन, ड्रमरहरू लाइक सबैलाई रेस्पेक्ट छ। तर त्यो भनेको त्यो यो पुरा यहाँबाट त्यो मिहिनेत गर्दै 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 यो लेभलमा आएपछि बल्ल उनीहरू त्यत्तिको प्रोफेसनल हुन्छ नि त। सुरुमा त तिमीलाई नि आउँथेन होइन, मलाई पनि मुभ आउँथेन। त्यो गरेर भएको कुरा हो। सबै माइकल ज्याक्सन हुँदैन। माथि त्यो माइकल ज्याक्सनले पनि त धेरै मिहिनेत गरेछ होइन, बिचारा उसले धेरै गरेछ। त्यही भएर अहिले पप होइन, पप स्टार नेपाल किङ अफ द पप छ पुरा वर्ल्डको नै। स्टिल उसको डेथ भएको यत्रो वर्ष भइसकेर पनि आज पनि ऊ लाइक इज लाइक अ लेजेन्ड के सबैको लागि। उसको सङहरू हेर न स्पोटिफाईमा अझै पनि टपमा छ। बिकज अफ रिजन नि त, हार्ड वर्क। आई बिलिभ इन हार्ड वर्क। सो त्यही हो। अनि त्यसपछि चाहिँ मेरो डान्स जर्नी मम्मी डेडले देखिसकेपछि मेरो लाइफको एउटा मुभमेन्ट फेरि डान्स पर्फर्मेन्सको। तिमीले भने नि लाइफ फर्स्ट टाइम कहाँ नाच्यो भनेर। अब भैली त्यति बेला भैली खेलिसकेपछि हाम्रो एकादशीमा हरेक टाइम सोहरू भएर हुन्थ्यो होइन। त्यो सोमा चाहिँ फर द फर्स्ट टाइम म नाचिसकेपछि सबैजनाले एप्रिसिएट गरेपछि मेरो डान्स, मम्मी डेडले पनि यो होला त नि भनेर त्यो सुनेपछि फर्स्ट टाइम मम्मी चाहिँ मेरो डान्स पर्फर्मेन्स हेर्नलाई चाहिँ घरदेखि बाहिर आउनुभयो कि। मैले थाहा पाएँ होइन। अनि हो त्यो मुभमेन्ट चाहिँ मलाई चाहिँ आई प्रुफ भन्ने भएको कि मलाई होइन। अनि अब मेरो भाइ चाहिँ फुटबलमा बढी रुचि, फुटबल, म चाहिँ डान्समा। अब भाइलाई चाहिँ कस्तो थियो भनेपछि फुटबल खेल्ने भनेपछि सुजहरू बुटहरू आउने। अनि मलाई चाहिँ कस्तो थियो भनेपछि फ्युचर छैन, त्यही त हो नि होइन, डान्स गरेर के गर्छ। अनि प्लस तिम्रो ड्रिम पनि एकदमै राम्रो, किन भन्दा तिमी डान्सिङसम्म मात्रै सीमित नभएर तिमीले अगाडि अझै स्टेपहरू चढ्न कोसिस चढ्यौ पनि। अनि तिम्रो अब तिमी एज अ हिरोको रोलमा पनि अब फिल्म पनि खेल्यौ होइन, त्यसको लागि पनि एकदम मिहिनेत गर्नुपर्छ। तिमी त्यत्तिकै पाएको रोल होइन, तिम्रो क्यापेबिलिटी भएर पाएको कुराहरू हो। त्यसको लागि चाहिँ अब हाम्रो सोभित सरलाई एकदम मनैदेखि धन्यवाद। तपाईँलाई थाहा नै छ नि त, अब बाहिर बसिसकेपछि यत्तिको टाइम दिनु फिल्म बनाउनु भनेको त कति समय लाग्यो तिम्रो? यार लाग्यो समय, 4-5 महिना 6 महिना लाग्यो। अनि त्यो समयमा अब टाइम म्यानेजमेन्टको कुरा आउँछ, कामको कुरा आउँछ होइन। त्यो कुराहरूलाई कसरी म्यानेज गर्यो? गाह्रो भएर साथी? धेरै गाह्रो भयो कि कस्तो भयो? होइन, यस्तो हुँदो रहेछ। अब प्रायोरिटी भन्ने कुरा पनि हो होइन। गाह्रो त अब अस्ट्रेलियामा विदेशमा अब आफ्नो काम छोडेर अरू काम गर्नु नै ठुलो कुरा हो जस्तो लाग्छ मलाई। किनभने हाम्रो एक दिनको काम डे अफले पनि हामीलाई कहीँ कतै धेरै असर पर्छ। कहीँ कतै होइन नि साथी, धेरै असर पर्छ होइन। बाहिरको लाइफ यसरी चलिरहेको हुन्छ, तिम्रो नेक्स्ट पेमेन्ट आउनुभन्दा अगाडि तिमीले क्यालकुलेट गरिसकेको हुन्छ कि त्यो पेमेन्ट कहाँ लाग्ने भनेर। केही कुरा आफ्नो सेटिस्फ्याक्सनको लागि केही कुरा पाउन भन्छन् नि के गुमाउनु पर्छ, अब त्यो पनि हो जस्तो नि लाग्छ मलाई। तर अब गाह्रो थियो, तर पनि त्यो प्यासनप्रतिको मायाले होला मिलाइयो सबैजनाले। पेमेन्टहरू साथी ठुलो थियो, पेमेन्टहरू भयो भएन? पेमेन्ट अब अहिले कस्तो छ भने नेपालमा अझै पनि
इन्डस्ट्रीमा केही गर्छु भन्नेलाई चाहिँ सायद ऊ प्रिपेयरै हुनुपर्छ जस्तो लाग्छ क्या मलाई, माइन्डदेखि नै प्रिपेयर हुनुपर्छ जस्तो लाग्छ। किनभने बाहिर अरू बिजनेस गरे जस्तो, अरू मान्छेहरूले अरू केही काम नर्मल गरे जस्तो लाइक इन्डस्ट्रीमा आएर गर्छु भन्ने लाइक त्यो एकदमै लेस चान्स जस्तो लाग्छ मलाई होइन। इट्स भेरी रिस्क छ आफ्नो खुसीको लागि गर्ने। म चाहिँ अब कोही हुन्छन् अब मेबी अब धेरै कमाउनलाई नै गर्छु भन्ने हुन्छन् होला होइन, कोहीको के हुन्छ, कोहीको कस्तो सोच हुन्छ। एकदम आफू जे गरे पनि आफू प्रिपेयर भएर चाहिँ जानुपर्छ, धेरै एक्सपेक्टेसन नराखिकन। त्यही त पेमेन्ट के छ अब पायो पाएन हो त्यसो यस्तो छ। अब पेमेन्ट भन्ने कुरा कस्तो होइन, पाइन्छ पेमेन्ट भन्ने कुरा आउँछ, तर कस्तो हुन्छ भने चाहिँ अहिले अझै पनि स्ट्रगल फेजमा छौँ नि त होइन। त्यो ठिक छ, आउँछ पाइन्छ, पेमेन्ट छ, पेमेन्ट जस्तो अब कस्तो भयो भनेपछि पेमेन्ट पाइन्छ होइन कि पेमेन्ट पायो कि पाएन भनेको के साथी मैले पाइन्छ साथी, पाइयो पाइयो काम गरेपछि पेमेन्ट पाइन्छ, पाइयो भनेर पाइयो भने पेमेन्ट गरेपछि जस्तो अब मुभी कस्तो छ भने चाहिँ अहिले अब मुभीबाट भन्दा पनि धेरै अब सायद जस्तो मैले डुब्दैछुबाट बढी पाथेँ होइन पेमेन्ट अब मुभी भन्दा पनि। अनि त्यो कस्तो हुँदो रहेछ भनेपछि एउटा मुभी गर्नु र 2.5-3 घन्टाको मुभी गर्नु र तिम्रो अब 4-4 मिनटको म्युजिक भिडियो 10वटा गर्नुमा चाहिँ जिवोस् म्युजिक भिडियोले चाहिँ सर्भाइभ गर्नलाई चाहिँ एकदमै बढी हेल्प हुन्छ। मैले पेमेन्टको कुरा किन सोधेको भन्दाखेरि जस्तो धेरै समय लाग्यो नि त, अनि त्यो हिसाबले एज एन आर्टिस्ट प्रोफेसनली नै भएपछि इट डजन्ट म्याटर तिमी स्ट्रगल गर्दैछौ, फर्स्ट फेज हो होइन। मैले सोध्नुको रिजन चाहिँ अब कम्प्रोमाइज धेरै गरेछौ नि त सबैजनाले, तिमीले मात्रै होइन, होल टिमले कम्प्रोमाइज गरेछ। बाहिर बसिरहेपछि रेन्ट हुन्छ, ग्रोसरिज बिल हुन्छ, इलेक्ट्रिसिटी बिल हुन्छ, वाटर बिल हुन्छ, ट्रान्सपोर्टेसन हुन्छ, सबै कुरा हुन्छ नि त। त्यसलाई पनि मर्का पर्नु भएन, पऱ्यो कि परेन भनेर सोधेको मात्र हो मैले चाहिँ। विच इज गुड, तिमीले पायो भन्यौ त्यो आफ्नो ठाउँमा छ, ठिक छ। अनि अब तिम्रो फर्दर प्लान के छ साथी? तिमीलाई कहिले कस्तो ऊ लाग्दैन सबै कुरा छोडिदिन्छु, कहिले फ्रस्ट्रेट हुन्छ, कहिले यही कुरा ठिक लाग्छ, विदेश ठिक लाग्छ, कहिले त्यही विदेश नै म त छोडेर जान्छु यार, अब त कति बस्ने वाक्क भइसक्यो म यो लाइफदेखि, हुन्छ कि हुँदैन? अनि यार म त यस्तो छ साथी, अब लाइफ एकदम थ्याङ्कफुल छु म चाहिँ, लाइफ मेन कुरा है साथी। किनभने हामीले यस्तो धेरै देखेछौँ, हाम्रो त के हो र जस्तो लाग्छ क्या मलाई। हाम्रो हात खुट्टा सही छ, हामी सास लिन पाइरहेछौँ, साथीभाइको नजिक छौँ, बाउ आमा हुनुहुन्छ, अनि योभन्दा बढी के माग्ने जस्तो लाग्छ कि अब लाइक जति लोभिँदै गयो मान्छे। मैले भन्न खोजेको चाहिँ कस्तो भन्दाखेरि कहिलेकाहीँ जस्तो हुन त मान्छे जहाँ बसे पनि होइन, कुनै समय स्याड हुन्छ, कुनै समय ह्याप्पी हुन्छ, आफ्नो ठाउँमा छ। तर विदेशमा आइसकेपछि अब रेगुलर एउटै हुन्छ नि त, उठ काम जाऊ, खाना खाऊ, सुता आऊ, रमाइलो गर साथीभाइ। तर मैले भन्न खोजेको तिमी त आएको 7 वर्ष भइसक्यो नि त। म भन्छु तिमीलाई सबै कुरा छोडेर म त जान्छु अब, होइन मेरो आमा बाउ नेपालमा हुनुहुन्छ, आई चुज दिस होइन, यो ठाउँ आई चुज टु कम नि त। किनभने आई नो के छ कस्तो हुन्छ। यो म भन्दा पहिला पनि मेरो ड्याडी के अरे मेरो अब कजनहरू आएर बसिसक्दाखेरि त्यो मैले देखेको कुराहरू होइन, पहिले म प्रिपेयर थिएँ। त्यही माथि विदेशमा मेरो धेरै कजनहरू पनि हुनुहुन्छ, मेरो दिदी दाईहरू मेरो धेरैजना हुनुहुन्छ होइन, दामी नजिकको फ्यामिली मेरो आफ्नै। अनि कस्तो हुन्छ भनेपछि अब म हरेक कुरा जे गरे पनि म त्यो मजबुरीले भन्दा पनि गर्नै पर्यो, मजबुरीले नै गर्नै पर्यो पनि आई विल चुज के पहिला। ओके आई एम चुजिङ इट होइन, कि भने म त्यो पाथमै जाँदैन होइन। सो अब आई हेभ टु एक्सेप्ट इट के त्यो खुसी हुन अगाडि के राम्रो गर्नलाई चाहिँ यु हेभ टु एक्सेप्ट इट जे गरिरहेछौ भनेर के। नत्र भने एभ्री टाइम यु नट गन बी ह्याप्पी के। तिमी जहिले पनि के सोध्छौ भनेपछि फ्रस्ट्रेट हुन्छौ क्या लाइफबाट। अनि तिम्रो आजको दिन तिमीले भोलि बिगार्छौ, भोलिको दिन पर्सि बिगार्छौ। अब तिमी जे कुरामा छौ नि
यु हेभ टु एक्सेप्ट इट, कि एक्सेप्ट गर, युज टु हुन्छ हौ तिमीलाई। होइन, किनभने अब तिमी सोच न, तिमीले यो लाइफ आज भनिरहेको छौ ल, काममा गयो, भोलि काममा गयो, पर्सि काममा गयो, घर आयो, कहिलेसम्म भन्ने हुन्छ नि। वाट इफ तिमी नेपाल गयो भने के, यु गोना मिस दिस प्लेस के। त्यही त अब जस्तो मैले भन्न खोजेको, मलाई चाहिँ पर्सनली के फिल हुन्छ भन्दाखेरि होइन, त्यही भएर चाहिँ मैले तिमीसँग चाहिँ अब तिमीलाई चाहिँ के हुँदो रहेछ भन्ने कुरा भएको होइन। मलाई पर्सनली सबै कुरा छ, तिमीले चाहेको सबै कुरा गर्न मिल्छ, सबै कुरा गरि पनि रहेछौँ होइन। तर एउटा कुरा मिस हुन्छ, जुन कुरा चाहिँ यहाँ भइदिएको भए सायद डेडी मम्मी मैले भन्न खोजेको डेडी मम्मी फ्यामिलीहरू फ्यामिली भयो। अफकोर्स मैले अब डेडी मम्मी मात्र नभनौँ, किन भन्दाखेरि अब मेरो सबै छ नि त नेपालमा। लाग्छ साथी सबै केही कुरा तिमीले अहिले केही कुरा पाउनलाई केही समय तिमीलाई व्यक्त गर्नुपर्छ भने होइन, अनि वाइ नट। मैले अनि किन पनि यस्तो लाग्छ भन्दाखेरि हु नोज भोलि के हुन्छ जस्तो लाग्छ कि मलाई होइन। तिमीले आज तिमीले केही स्ट्रगल गरिरहेछौ र भोलि अहिले आज तिमीले जस्तो चाहेको कुराहरू जस्तो मम्मी डेडी भन्यौ होइन, सधैँ जसलाई पनि आमा बाउको नजिक बस्न मन लाग्छ होइन। अहिले तिमीले केही कुरालाई स्ट्रगल गरिरहेको छौ, केही कुरा पाउनलाई भोलि भने वाइ नट गरौँ न त, भोलि गएर सधैँलाई पाइन्छ भने हो होइन। मैले त्यो सेक्रिफाइस त्यो कुरा त्यो पनि एक्ज्याक्ट भन्न खोजेको होइन कि, जस्तो मान्छेको लाइफ भन्न खोजेको के, जस्तो भोलिको दिनमा हु नोज भोलि के हुन्छ। अब मैले त्यस्तो शब्दमै भन्न पनि सकिनँ त्यो कुराहरू होइन। हु नोज भोलि के हुन्छ, भोलि मै नरहँला कि होइन। यो गुड टाइम मैले मेरो आमा बाउसँग स्पेन्ड गर्न पाएको भए मैले तिम्रो कुरा बुझेँ। अनि त्यस्तो नहोस् केही पनि मेरो आमा बाउलाई सधैँ होइन, कहिले पनि त्यस्तो केही नहोस्, बरु मै अगाडि जान परोस् होइन। किनकि मैले त्यो इमेजिन पनि गर्न सक्दिनँ त्यस्तो केही भइहाल्यो भने पनि। अनि त्यही भनेको क्या, जस्तो अब भोलि मै नरहँला, अब म मेरो आमा बाबा हुँदासम्म म यसरी बसेछु, भोलि मै रहँदैन होइन। अनि सबैलाई जानु नै छ नि त, त्यो जानुभन्दा अगाडि म त्यहाँ भइदिएको भए त्यो टाइम स्पेन्ड गर्न पाउँथेँ भन्ने हिसाबले चाहिँ मैले कुरा गरेको क्या। किनभने समय फर्केर आउँदैन नि त, मलाई त्यस्तो लाग्छ। समय भएको बेलामै त्यो समयलाई पार्ट रहेछ भनेर पार्ट त हो होइन। किनभने कुनै बेला हेर न, अब छोराछोरीको लागि बाउआमा टाढा जानुहुन्छ, एउटा समय आएपछि फेरि छोरी बाउआमाको लागि टाढा जान्छन् होइन। अब यो कुरा म त के भन्छु भनेपछि, जो आमा बाउको नजिक बसिरहेको छ नि, दे आर एकदम लकी। सिचुएसन जेसुकै होस्, त्यो तिमीले भनेको कुरा यो मान्छेले सोच्न लाग्यो भने जो पनि डिप्रेसनमा पुग्छ कि पुग्छ। तिमीले भनेको कुरा अब यो सपनामा पनि सोच्न सकिँदैन कि होइन। तर सबैजनाले, हरेक मान्छेले, जो कोहीले पनि आज यहाँ भागदौड हेर न, अब विदेशको लाइफ, नेपालको लाइफ, हरेक बिहान भएपछि रात भागदौड कति छ। यो कोही मान्छेले पनि आफ्नोलाई मात्र गरेको छैन होइन। अब म यहीँ अस्ट्रेलियामा पनि हेरौँ न, अब बाउआमा कतिको बाउआमा डेडी मम्मीहरू यहाँ आएको बेलामा, सँगै घुमाएको बेलामा, सँगै बसेको देख्दाखेरि आफ्नो पनि हुन्छ नि त, हामीलाई नि भेट्न मन हुन्छ होइन। यो ठाउँ यस्तो रहेछ कि यहाँ कसैको डेडी मम्मीलाई देख्यो भने नि साथीभाइको आफ्नै बाउआमा जस्तो लाग्ने क्या साथी। लास्ट टाइम विनोदको मम्मी आउँदाखेरि एक्ज्याक्टली हेर न, त्यो मुमेन्ट हेर न। अब दसैँमा टिका लाउन पाउँदाखेरि कस्तो मजा आउँछ नि। कस्तो भयो लाइक त्यो सोच न, अब म आएको 3 वर्ष भयो, 3 वर्षमा म 2 चोटि नेपाल गएँ। 2 चोटि नेपाल जाँदाखेरि मैले अलमोस्ट हातमै गनेर चाहिँ डिस्क्राइब गर्न सक्छु कि मेरो आमालाई मैले कतिचोटि छोएँ होइन, कतिलाई टाइम स्पेन्ड गरेँ। मैले 3 वर्षको मैले यसरी औँलामा गन्न सक्छु कि कति थोरै क्या। तिमीले त 7 वर्ष छुनै बासेन क्या, मम्मीलाई ढोग्न बासेन होइन, आमालाई हेर्न बासेन, लाइभ हेर्न बासेन हो। त्यो कुरामा चाहिँ मलाई कस्तो लाग्छ भन्दाखेरि, साला अहिले हुँदाखेरि किन म छैन जस्तो लाग्छ क्या। म मिस गर्छु। अफकोर्स मिस हुन्छ नि। अब गएर सबैको रिजन हुन्छ, अब भन्न, अब सबैजनाले भन्नु होला किन गएको छैनस् त होइन। सोच न, तिमी नेपाल गयो अरे होइन, कस्तो हुन्छ नेपाल जाँदाखेरि, टाक्क झर्दाखेरि होइन, ढोका अगाडि आफ्नो घरको टाक्क तल एटेन्ड गरेर अनि ए बाबु भन्दाखेरि तिमीलाई कस्तो हुन्छ। च्याप्प पक्रेर सबभन्दा पहिला च्याप्पै हक गर्न आउनुहुन्छ होइन, कस्तो हुन्छ त्यो हक। अनि त्यो हक मिस गर्छु, सबै कुरा मिस हुन्छ। अनि सायद अब यस्तो हुँदो रहेछ साथी, अब फेरि एकचोटि
सुरुमा आउँदा र फेरि अब अहिले भेटेर फर्किँदाखेरि चाहिँ अझै गाह्रो हुन्छ जस्तो लाग्छ मलाई होइन किनभने अब तिमी गयो भने त आउन पनि दिनु जस्तो लाग्छ मलाई त होइन अहिले पनि बोलाइराख्नुहुन्छ आइज अब मलाई चाहिँ छोरा छोरी सँगै भइदियोस् मात्रै त्यो त्यसपछि बाँकी थोक केही पनि चाहिँदैन होइन बाँकी थोक केही पनि चाहिँदैन अब कति मैले देख्छु जसको सँगै हुँदा पनि छुट्टाएर बस्छन् कि त्यस्तो पनि हुन्छन् नि त होइन अब ठुलो भइयो किन बाबुआमासँग बस्ने होइन हामी ठुलो भइयो प्राइभेसीको लागि छ धेरै ठाउँमा त्यस्तो छ सबै एउटै हुँदैन सबैको सोचाइ एउटै हुँदैन अनि यसो लाग्छ अब आफ्नो सिचुएसन होला तर यसो उनीहरूलाई देख्दाखेरि चाहिँ म यसको ठाउँमा भएको भए मैले यो गर्थेँ अनि अब त्यही हो अब तर सकेसम्म चाहिँ भेट्नुपर्छ त्यही भन्छु यार सकेसम्म अब मलाई कस्तो फिल हुन्छ मेरो बाजे बजै मेरो बाबातिरको बाजे बजे पनि हुनुहुन्न मलाई मेरो आमातिरको बाजे बजे पनि हुनुहुन्न होइन अनि मैले बाजे बजे देखेँ भने मैले एकदम मिस गर्छु कि मेरो त हुनुहुन्न भन्ने टाइपको हुन्छ नि त सो त्यसरी मिस गर्नुभन्दा अगाडि नै जुन समय तिमीले पाउँछौ त्यो टाइम चाहिँ गुड स्पेन्ड गर के हो समय हुन त सबै कुरा तिमीले जति स्पेन्ड गरे पनि त्यो पुग्दैन तर पनि जति छ त्यति चाहिँ स्पेन्ड गर्नुपर्छ जस्तो लाग्छ कि मलाई होइन त्यो समय चाहिँ गुमाउनु हुँदैन जस्तो लाग्छ कि लाइफ हो फ्याट्टै के भइहाल्छ मिस हुन्छ होइन एप्रिसिएट गर्नुपर्छ आफ्नो मान्छेलाई जे होस् अब एउटा मुभमेन्ट चाहिँ याद गराउँछ त्यो कुराहरूले अब म तिमीले भने जस्तो तिमी नि जिद्दीको कुरामा चाहिँ अब जे होस् म नि जिद्दी नै थिएँ है अब बाउआमाको त्यो आँखामा पर्दासम्म चाहिँ जिद्दी नै भए अनि कहिले पनि जे पनि चाहिएको सोचेको कुराहरू चाहिँ जे होस् पाइयो के होइन बाउआमादेखि जे होस् पाइयो अब एउटा न अब कसरी पुरा गरिदिनु हुन्थ्यो तर मलाई चाहिँ एउटा कुरा क्लिक भयो कि जस्तो हामीले आश गर्दा पनि होइन तर हामीलाई पनि थाहा थियो कि मेरो बाबाआमाले अफोर्ड गर्न सक्छ भनेरै गरेको जस्तो लाग्छ कि होइन अब त्यति बेला अब नसक्ने भए त्यो बेला त हामीले पनि त चाहिने भन्दा बढी त अब किन कस्तो भनेपछि एफोर्ड भन्दा पनि कस्तो हुन्छ भनेपछि एफोर्ड गर्न सक्ने भएर पनि कतिले पाउँदैन जस्तो लाग्छ अनि हाम्रो चाहिँ कस्तो भयो भनेपछि चाहिने नचाहिने कुरा पनि पाइयो कि अब चाहियो भनेपछि भन्नु खोजेको यो अर्थै नभएको कुरा पनि चाहियो भनेपछि घरबाट पाइयो कि मलाई त यस्तोसम्म हुन्थ्यो कि होइन मेरो साथीले अब दाजुभाइ मेरो साथीले साइकलको चाबी दाइसँग माग्नुपर्ने प्लिज दे न यार म यहाँ गएर आउँ प्लिज भन्ने टाइपको हुन्छ नि त्यो दाइले चाहिँ गरेछ अनि भाइले चाहिँ दे न यार मलाई यार म यत्तिकै गएर आउँछु कि त्यो देखेपछि मलाई पनि त्यस्तो गर्न मन लाग्ने कि फेरि अब मसँग त छ आफ्नै साइकल छ आफ्नै चाबी छ तर मा यो कस्तो हुन्छ यो हुन्छ नि अनि मम्मीलाई चाबी राख्न दिने अनि मम्मी चाबी दिनु न मलाई होइन त्यही कुरामा चाहिँ सबै कुरामा चाहिँ मलाई कस्तो भयो भन्दा सबै कुरा इजिली पाइयो नि त अनि त्यो देन यार भन्दा कस्तो हुन्छ वाला भयो दाइ भाइको कुरामा चाहिँ अब मेरो भाइ छ होइन एकदमै उसलाई यो मन परेछ भने मलाई त्यो मन पर्ने कि होइन अनि त्यस्तै कुरामा चाहिँ अब घरमा एउटै टिभी हुन्छ हेर टिभीको रिमोटको लागि पनि त्यस्तै झगडा हाम्रो यसरी चेक दिन्थ्यो नि होला त्यसरी चेक नि अब मैले रिमोट पाएको मैले टिभी खोलेको पहिला एउटाले खोलेपछि दिनभरि खुल्ला राख्ने कि टिभी अब होइन उसले कार्टुन हेर्ने मैले मुभी हेर्ने उसले अब उसले हलुवा खाने मैले खिर खाने टक्क एउटा जानी कि यसलाई यो मनपर्छ भने मलाई यो मनपर्ने भएन अब म यो मन पराउँछु खालको के उसले फुटबल खेलेछ रिमोटको कभर हुन्छ नि एउटा यस्तो तानेर हाल्नेवाला कभरवाला अनि झगडा त म त एकदमै गरेँ भाइसँग एकदमै झगडा हुन्थ्यो अब एज गेप धेरै नभएर पनि त्यो नि भयो होला झगडा एकदमै हुन्थ्यो जे होस् त्यो कुरामा पनि अब डेडी मम्मीलाई यो मलाई होइन भने यसलाई नदिनुहोस् भनेर तिमीले भने जस्तो ट्याक्क मम्मीलाई कि डेडीको हातमा सोप्ने क्या तर माया त हुन्छ नि त माया भइहाल्छ नि माया त हुन्छ तर त्यो भनेको जिद्दी उमेर के अब एउटै उस्तै धेरै गेम नभएपछि छोराछोरीमा
त्यो हुने रहेछ धेरै घरमा। बरु दिदी बहिनीको आइडन्ट हुन्छ कि हुँदैन त्यसरी होइन हुन्छ नि साथी सबैको हुन्छ तर होइन हाम्रो त आना नै हुन्छ नि त तिमी छोरा म त मेरो दिदी र बहिनी हैन मैले तिम्रो कति कुन त्यतिखेर पनि आना हुन्थ्यो के कुन लेभलसम्म हुन्थ्यो भन्ने कुरा हो कि हामी त लाइक लिटरली बोल्थेन क्या केटा र केटा अब केटाको हात छुट्टै हो हैन म दिदी भन्दा लगभग 8-9 वर्ष कान्छो हो 8 वर्ष कान्छो हो तर हाम्रो पनि हानाहान हुने के जुत्ता फालेर हान्ने अनि म बोलिहाल्ने दिदी चाहिँ आफ्नो रुममा बोल्ने के ढ्याप्प ढोका बन्द गरेर पस्ने मैले ढोकामा हान्ने फेरि मम्मीले आएर मलाई हान्ने म त त्यो कस्तो अनि दिदीले मलाई फकाउँथे के फकाउने कसरी भन्दाखेरि काले भन्ने हजुर मेरो जुत्ता पोलिस गर्दै त कलेजको भन्ने अनि कलेजको पोलिस गरिदियो भने 2 रुपियाँ आइसी दिन्थे क्या मलाई अनि पोलिस गरिदिन्थे त्यस धेरै मेमोरिज छ ल यार कति भयो 1 घन्टा भइसक्यो रहेछ यार बोल्दा साथी यार रमाइलो कुराकानी भयो अब यसलाई चाहिँ इन्डप गर्नुपर्छ जस्तो लाग्यो धेरै धन्यवाद मेरो साथीलाई अनि बेस्ट विसेस आगामी दिनहरूको लागि पनि अनि अब मैले भन्न सक्ने दिन सक्ने भनेको विशेष मात्रै हो साथी कहीँ कतै केही फिजिकल्ली पनि केही साथ सपोर्ट गर्न पाइयो भने अझै खुसी हुन्छु म हैन तिम्रो साथ नै ठुलो कुरा हो यो साथ पनि अब सधैँ मैले अस्ट्रेलिया आएर चाहिँ अब अन्तिममा अस्ट्रेलियामा आएर मान्छेले के कमाइस् भनेर सोध्यो भने चाहिँ जे होस् मैले केही साथीभाइहरू यस्तो कमाएको छु कि जुन सायद मसँग केही रहेन भने पनि उनीहरू जस्तो ठुलो गिफ्ट चाहिँ उपहार चाहिँ मैले सायदै पाउँदैन होला जस्तो मलाई लाग्छ होइन अनि चस्मा खोलेर रहिदेऊ न यार एकचोटि अनि जे होस् अब छन् केही साथीहरू अस्ट्रेलियामा अब कसैको नाम लिँदाखेरि कोही मिस होलान् फेरि होइन समग्रमा सबैलाई जस्तो अब हाम्रो साथीहरू सिडनीबाट बाहिर पनि छन् कोही साथीहरू विनोद पनि अब अस्ति भर्खरै गयो पर्थ गइसक्यो होइन कोही साथीहरू गसपततिर झन् रोहन धेरै साथीहरू सिडनीमै छन् बाँकीहरू सबैजना अनि त्यही हो अब सबैजनालाई एकदमै फर द फ्युचर एकदमै सबैजनालाई राम्रो होस् भन्ने कामना छ मदेखि पनि थ्याङ्क यू सो मच साथीहरू ल यति भन्दै आजको दिनलाई थ्याङ्क यू तिमीलाई भन्न चाहन्छु होइन तिम्रो यो एपिसोड 1 होइन त फर्स्ट एपिसोड हो तिम्रो यो एपिसोड मोर देन 1000 पुग्यो थ्याङ्क यू साथी थ्याङ्क यू भोलिको दिनमा र इच एन्ड एभ्री एपिसोड चाहिँ म हेर्छु सब्सक्राइब गरी लाइक सेयर सब्सक्राइब भूपेन्द्र थापा मगर पहिला मैले म्युजिक गर्थेँ म्युजिकमा होइन स्टिल गर्छु त्यतिखेर म्युजिक मात्रै हाल्थेँ अब चाहिँ पोडकास्ट पनि एउटा बिस्तारै एक्टिभ हुनको लागि म्युजिकबाट एक्टिभ हुन नपाइने केही न केहीबाट एक्टिभ हुने कोसिस गर्छु यति भन्दै फेरि पनि जसले यो सबै सुनिदिनु भयो त्यसको लागि धेरै धन्यवाद लाइक सेयर सब्सक्राइब गरिदिनु हिट द बेल आइकन अनि राजन कुमारलाई फलो गर्नु होला इन्स्टाग्राममा फेसबुकमा इफ यु वान न्यू अपडेट फ्रम हिम होइन अब उहाँले के गर्दै हुनुहुन्छ साथीले नाचेको डान्सहरू पनि हालिरहेको अपलोड गरिरहेको हुन्छ इन्टरटेन हुनुहुन्छ तपाईँहरू यति भन्दै साथीलाई पनि धेरै धन्यवाद थ्याङ्क यू सो मच साथी यो दोस्तो सधैँ चुमा खान्छु क्या ओके बाइ थ्याङ्क यू सो मच थ्याङ्क यू